सो हेलो गुड मर्निङ गाइस वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ मैले भर्खरै उठेर अलि यसो ओछ्यानहरू चाहिँ बिग्रिरहेछ होइन। बाहिर पानी पनि पुरा परिरहेको थियो। अब यसो आज सेन्टरतिर गएर तपाईँहरूलाई यसो के देखाइदिउँ कि भनेर भ्लग बनाउनु लाग्थेँ। पुरा यस्तो चिसो अब ओहो नेदरल्यान्डको चाहिँ फेरि वेदर चाहिँ प्रेडिक्ट नै गर्न सकिँदैन क्या। कहिले पानी परिदिन्छ, फेरि स्नो परिदिन्छ, फेरि घाम लगाइदिन्छ, के हुन्छ त्यही भएर हामी चाहिँ अब आज सेन्ट्रलतिर जाने सोचेर मैले चाहिँ भ्लग बनाउनु लगाएँ। सो लेट्स गो। सो गाइस अब म चाहिँ अब ब्रेकफास्ट यसो रेडी गर्नु पऱ्यो। हाम्रो चाहिँ यहाँ छ किचन, यहाँ फ्रिज चाहिँ यहाँ छ। फ्रिजमा चाहिँ एकदम सामान लोडेड छ। फेरि यहाँ ट्याग कलर पुरा भरिरहेछ होइन। यस्तै छ फ्रिजहरू चाहिँ ट्याक्क लाएर ब्रेकफास्ट रेडी गर्नु पऱ्यो अनि जानु पऱ्यो। सो गाइस हामी चाहिँ अब सेन्टर जानलाई है ट्याक्क अब लाएर दुईजना रेडी भइसक्यो यहाँनिर। आज तिलक आइसक्यो, पैसा कमाएर छुले थियो आज। चाहिँ ट्याक्क जाने हो। यहाँ चाहिँ यस्तो कार्ड हुन्छ होइन, 2 मिनट नै भएको छ यहाँनिर। त्यसो देखे हुन्छ यहाँनिर हाल्ने ट्याक्कै ढोका खोल्छ अनि त्यसो ट्याक 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 जाने। तपाईँहरूको कार्डमा पैसा नभएपछि मेट्रोमा त घुस्न पाउँछ होला। चोर आइडिया देख्नु त चोर आइडिया सिकाउँदैछ भने कता गयो मलाई पाउनु। चोर आइडिया सिकाउँदैछ पाउनु। गाइस फाइनली हामी चाहिँ एम्स्टरड्याम सेन्ट्रल आइपुग्यौँ। कसलाई पठाएको? कलार के भयो अरे छाडो बोले छाडो पनि भ्लग पठाइदिउँ ले। आई डोन्ट स्पिक छाडा। तिमीले हिजो भ्लगमा के भने अरे भाइ? भ्लगमा के भने अरे? मैले टी काटेन। मैले कुन भाग काट्ने बेसी भनेको? ल गाइस ट्याक्क एम्स्टरड्याम सेन्ट्रल भयो चाहिँ। पछाडि यस्तो भ्यू छ ट्याक्क लाएर। यो चाहिँ भिक्टोरिया होटेल हो। आज के गर्ने त तिलक? आज के गर्ने हामी? आज हामी काम खोज्ने हो। काम खोज्ने? तिमी त काम गरिरहेछौ त। तिमीहरूलाई ए हाम्रो लागि काम खोज्दिन जान्दैन। तिमी त्यो 2-3 घन्टा काम हानेर पुग्छ अनि तिमीलाई चाहिँ कहाँ पुग्छ? खोज्ने हो नि मलाई। खोज्ने हो क्या? हो आज चाहिँ पुरा रेनी मौसम भइरहेछ यतातिर, पानी परिरहेछ। हुन त हिजो तिमीले पानीमा साइकल चलाएको अरे? हिजो र अस्ति हो? कस्तो हुन्छ रहेछ एक्सपिरियन्स? ज्याकेट 5000को ज्याकेटले पुग्दैन रहेछ। पानी त रोक्छ यार मतलब। गयो भने पोडी खान लाग्छ। अनि त्यो साइकल चलाउनु कति मजा हुँदो रहेछ? लेनमा कति भुलिँदो रहेछ? लेन त भुल्दैन यार, सजिलै हुन्छ। साँच्चै साँच्चै त्यसो गाइस के भन्दैछ तिमी? के छैन, काम पाइहाल्छ आज। काम गर्न गएको। सो गाइज हामी चाहिँ ट्याक्क एम्स्टरड्याम सेन्टर घुमिरहेछौँ। चाहिँ त्यो अहिले चाहिँ समर लाग्दैछ, त्यही भएर अहिले चाहिँ धेरै टुरिस्टहरू पनि आउने गर्छन्। किन अन्त काम खोजिरहेको छ त्यहाँनिर। नाम पनि रिभिल हानिदिने हो कहाँनिर काम छ भनेर। बुझ्ने आफै बुझ्छ है। फर्मुला चाहिँ मैले भनिसकेको छु, अब बुझ्नेहरू चाहिँ बुझ है। के रे दिपक? चक्लेट किन्नु भयो। किन तिलकले खतरा पैसा कमाएको थियो। आज के खानु थियो तिलकले? तिम्रो टिप खाइदैन। के किन्यो दिपक? यो गुलियो होइन क्या हो अमिलो टाइप। उसलाई चाहिँ चक्लेट यस्तो गुलियो सुलियो अति मन पर्ने रहेछ होइन। तिलकलाई कति मनपर्छ? ओहो यार तिलकले पैसा हालिदिनु लाग्छ यार, पैसा कमाएर। कति यो सबै टिप्स हो तिलक? हो सबै टिप्स यार हिरो भइसक्यो तिलक पनि यार। कति औखत थियो मेरो साथीलाई स्क्याम भन्दैछ। स्क्याम भन्दैछ है दिपकले चाहिँ ट्याक्क। अब कति सेट नै त्यो राखेर कसो त्यो राखेर 1 किलो छ।
स्ट्रिट खाँदैन अहिले होल्यान्ड फ्राइज खाउँछ उसले चाहिँ यहाँ आएर 2-3 दिन काम हान्छेको छ। अब एक्सपिरियन्स कस्तो भयो भन नि त? 2-3 दिन काम हान्दा उसले डेलिभरी काम हान्छ त्यही हाम्रै घर नजिकै। कस्तो छ भयो तिलको एक्सपिरियन्स? ठिकै छ अब काम गर्न सक्नेले ठिक छ नत्र भने गाह्रो छ। ठुलिसरी भन त। काम गर्न सक्नेले ठिक छ नत्र भने गाह्रो छ होइन। किन गाह्रो चाहिँ किन नि? पैसा त कति आवर्स छ भन्ने छैन होइन? आवाज छैन कि त्यहाँ खासै काम जाँदैन त्यसमा। त्यही हो। हो अनि किन गाह्रो चाहिँ किन नि? त्यो जाडोमा पानीमा हिउँमासम्म साइकल चलाउनु पर्ने हो र? सबमा भिजेर पनि पानी चलाउनु पर्छ, साइकल चलाउनु पर्छ। भिजेर पनि पानी चलाउनु पर्छ। उसले चक्लेट लिएर आयो। अर्कै रहेछ। खोइ अमिलो भनेको छ, अमिलो पनि झन् दिपकले पब्लिक खान्छ हो। खै अर्कैवाला कस्तो रहेछ बाहुन चाह? कस्तो छ? कागतीको बोक्रा खा जस्तो लाग्छ। यसले 1.5 युरो त रिजर्भ गर्दैन अरे चक्लेटले। भयो दाँतमा चाहिँ राख्यो तितो भयो। उहाँ कस्तो के अरे त्यस्तै भयो उहाँ मन जाने तिलकलाई कस्तो लाग्यो? ठिकै लाग्छ तर पानी तिर्खा लाग्छ कि मलाई। पानी लाग्छ कि राखेको बोक्नु। हामी चाहिँ प्रिमार्क आइसकेका छौँ। यहाँनिर त तिलकले सपिङ हान्ने रे होइन तिलक? अस्ति तिमीले यहाँ के सपिङ हान्ने अरे? भाइ स्यान्डल 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 सपिङ स्यान्डल हो त्यो। चिक्नु भइसक्यो। हामी चाहिँ प्रिमार्क यसो डुलिरहेको छौँ होइन। यहाँ चाहिँ अलिकति सस्तो छ, अरू कम्पेयरमा अलिकति सस्तो छ लुगाहरू चाहिँ। ल नेपाली पारा हो क्या यस्तो हुने ट्याक्टरलाई यति भयो नि किन हिँड्नु भनेर ऊ चाहिँ त्यहाँ एक्सकाभेटर चढ्नु गएको थियो। एलिभेटर किन भराङ चढ्ने भन? के अरे किन भराङ चढ्ने? 10 युरोमा यस्तो कति सस्तो भन्नु मिल्दैन। उसलाई कति महँगो यार नेपाललाई त उसलाई 1200-1500मा त 5-6 जति लिन्थ्यो होला। दिदीको मगन भइसक्यो तिलकको बाँकी छ होइन तिलक? एकचोटि गाडीले समातेर फाइन लगाइदिएर क्या उसलाई चाहिँ जहाँ पनि ठ्याक्क यहीँनिर है हाम्रो चाहिँ यहाँनिर के अरे है सस्तो लुगा हुने ट्याक्क यहाँ चाहिँ तिलक यहाँ छ। तिलक यहाँ यो अर्जेन्टिना सर्ट पखान यहाँ कटुहरू हेर नि तिमीलाई। मैले समरमा अब यहाँ त विन्टरको कपडाहरू त सब गायब हुन थालेछ यार। त्यही हो नि समर आइसकेको रहेछ गाइस। अब विन्टरको कपडाहरू मात्रै रहेछ नि। समर सुरु भइसक्यो भएर अब विन्टरको कपडाहरूमा चाहिँ सेल लाग्छ होला। समरहरू चाहिँ महँगो हुन्छ क्या अब चाहिँ होइन तिलक? हात हाले कता हाल्दा त्यो सोको लगाइरहेको उसलाई। एउटा चस्मा लाउ त यो ल हेर त पेपर छ कि यहाँ झ्याउँछ। लाउ न एकचोटि ट्याक्क लाएर हिरो भन्छ तिलक। सिग्मा सिग्मा बोय सिग्मा बोय सिग्मा बोय सिग्मा सिग्मा बोय। कति युरोको रहेछ त्यो? नत्र म खिच्यो फोटो 5-6वटा कहाँ खिच्यो? ओइ दिपक हो चढ्ने हो अरे ल हेरौँ। कमन ल के भयो? तिलक थेलिदियो त त्यहाँ पछाडि थेलिदेऊ मान्छेहरू खिच्न आइरहेको छन् केटाहरू यार के गरे यस्तो छ। युनाइटेड कमन दिपक ओइ गर्दा नि भएको छ। ओए महेन्द्र बाहुबली भान्छु जाऊ। दिपक तिलक यहाँ माथि चढ नि यहाँ चढ है। म पनि चढ्थेँ तर मेरो जिन्सको प्यान्ट छ कि तनाव छ त्यो। ओइ छिरो ओहो पुलिस आयो भने भाग। गाइस अब प्रितम भाइले त्यहाँ उ गर्छ होइन त्यो
त्यो राँगाको माथि चढ्ने भनेर छ हेरौँ अब चढ्न सक्छ कि नै एउटा बुढो अङ्कल चाहिँ चढ्यो यो चाहिँ चढ्नलाई अलि डराएको छ कि त्यही भएर हेरौँ ल ल गाई तिलकले मलाई च्यालेन्ज हान्यो होइन म चढेर देखाइदिन्छु जिन्सको वाइट भयो नि के हुन्न तलबाट च्याति हुन्छ बिल्ला हुन्छ घरसम्म पुग्दाखेरि माथि है माथि फेरि चढ्न पऱ्यो गाइस यो ए ओइ पुलिस ए भाग भाग यो कस्तो लाग्यो मेरो देख्यो मलाई ठुलो कुरा गरिहाल्ने के सो गाइस हामी चाहिँ सपोर्ट हान्न लाग्छौँ सपोर्ट हानेर हामीले साइन हानेर होइन अनि गिफ्ट पनि पाउँछौँ र तिलकले ट्याक्कै साइन हान्दैछ Stop forced organ harvesting from prisoner of conscience in the People Republic of China. Wait, के भन्यो मैले केही बुझिनँ के भन्यो यो अर्गन यहाँ चाहिँ हामीले ट्याक्क आफ्नो नाम लेखिनु पर्ने हुन्छ होइन ट्याक्क sign petition here to stop organ harvesting अरे say hello ma'am say hello यो अब नेपाल हो होइन हामी त नेपाल एउटा गिफ्ट सुज हान्न पनि हुन्छ हामीलाई अब कुन मन पऱ्यो त मलाई चाहिँ ठिक लाग्यो अरे ए ठिक छ अब के हो ओके थ्याङ्क यू म चाहिँ चुज हाने होइन दिपकले चाहिँ पिङ्कको चुज हान्यो तिलक तिम्रो कुन हो मसँग घरमा यस्तै छ अस्ति भएर साइन हानेर गयो हामी त हामीले चाहिँ आम्स्टरडाममा आएदेखि फर्स्ट टाइम यस्तो खालको ट्राम देखाएको छौँ कस्तो अलि अर्कै पुरानो जमाना जस्तो देखिरहेको छ यो ट्राम चाहिँ यस्तो हेर्दाखेरि पनि अनि होइन यो हेरौँ न के को प्रोटेस्ट हेरौँ न के को रहेछ केटाहरू चाहिँ कामको भुका छन् सबलाई कामै काम चाहिएको छ तिलक अब यहाँ चाहिँ ठ्याक्कै प्रोटेस्ट भइरहेको छ यहाँ युक्रेनको प्यालेस्टाइनको झन्डाहरू देखिरहेछ युरोपको झन्डाहरू के भइरहेछ त्यही गरेर हेरौँ है त मक्क छ उसले चाहिँ त्यहाँ गिफ्ट पाएर सुनौँ है त It's about all those faces fighting for us and the faces that are buried in the cemetery in Lviv. When you are walking there and you're walking from row to row and you see all those faces at every gravestone and all those pictures that are smiling at you. And I realized when I walked there that a lot of those people buried there share the same birth year as I have, 1996. The only difference is that we are born in. So guys, अब चाहिँ हामी कस्तो होलन फाइट चाहिँ हेर्नुहुन्छ पैसा जम्मा गर्दैछौँ होलन फाइट चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ पुरा यस्तो सिक्का हो यहाँ काम लाग्ने भने चाहिँ 2 युरो 50 60 70 80 90 100 3 युरो 20 40 50 60 70 कन्फ्युज हो कि समुद्र 3 युरो छ कति भयो त्यसलाई ब्याकअप हाल यो चाहिँ बोकरमा राख होइन किचन किने कति म्यानेज यति चाहिँ बसेर गएँ बस्यो
भयो ल ट्याक्क लगाएर फ्रेन्च फ्राई लिएर आइसक्यो फ्रेन्च फ्राई ट्राई हान्नुपर्छ गम्मै पार्ने होला नि त अब झरँदैन भने यो रसलाई घरमा पोर खाएको चाहिँ याद होला पोर खाँदैन नि भयो हो र ए त्यो पोर खाँदैन होइन बाउन होइन बेस्ट फेमस छ यहाँको ऊ चाहिँ कस्तो लाग्यो एकदम नम्बर 1 इन ऑल अब यहाँ त एक क्यासले किन्नु पाउने भएर मात्रै खाएको हो नभए क्रेडिट कार्ड भयो अर्को ठाउँतिर खानु डेबिट कार्ड भयो अर्कोमा सही भन त्यो क्या जाने त्यो यस्तो कटर हामी चाहिँ अब बास्केटबल पनि ट्राई होइन ल यता चाहिँ हाम्रो घर नजिकै चाहिँ एउटा बास्केटबल सो लेट्स गो है सो गाइस हाम्रो घर नजिकैको बास्केटबल कोच चाहिँ यही हो ट्याक्क गरेर मैले सुट हान्छ तिमी हान्दा त यहाँ हान कमन म्यान्चेस्टर युनाइटेड यता न यहाँ बाहिर हान दीपक डक्स छिराउला ओइ नेपाल घुम्न गएको खेला देख्छ नि मेरो खुट्टा के चिसो हावा आइरहेको छ क्या फेला त फेला नै छ फेला नै छ ओइ ओइ ल छिडिदिएँ हेलो त म क्यामेरासँग धेरै सिधा हिँड्छु कि ए त ट्याक्क लगाएर ए भोसडी के ला नछिडिदिएर एन्टी लाइट देखियो नि पछाडि यताबाट देख्दो सो गाइस फाइनली हामीले चाहिँ बास्केटबल हानेर उतै बास्केटबलको चाहिँ ट्याक्क हानेर अब घरबाट खाना पकाइसकेको छ आकाश मात्रै बाइक छ आकाश हेर्नु सही छ साइकल लिनु हिँड्दा त हिँड्दा त नहुने साइकल घुमिरहनु भन्दा चाहिँ यस्तो यहीबाट हिँड्दै मना देऊ न कसरी देखाउँछ यसो यसो क्यामेरा हेर्नुहोस् त्यहाँ ट्रेन चल्छ होइन आकाश सही देखेर